हेलो साथीहरू, दर्शक नमस्ते सेवाहरू। आज हामीले दमाम सिटी जाँदैछौँ। सिको मार्केट। आज हामी चाहिँ कहाँ जान्छौँ, के देख्छौँ सबै तपाईँहरूलाई म देखाउने छौँ। हाम्रो टोलीहरू को छ रुख पर एउटा भित्तामा। ल ठिक छ, आज हामी इन्जोय टु दमाम सिटी। हो टोली ठिक छौ। आज हामी दमामको कहाँ अरे सिको होइन। आज हामी सिको जाँदैछौँ। हो टोली कता छन् हौ लुकेर बस्याहरू। हामी ट्याक्सी पर्खाइमा छौँ। एउटा ट्याक्सी त आयो, कति लिने हो थाहा छैन। ल यहाँदेखि हामी ट्याक्सी चढेर हाम्रो यात्रा अगाडि बढायौँ। विदेशी भूमि, कति धेरै विकास, कति राम्रो बाटो, कति चिल्लो बाटो। हाम्रो नेपालमा पनि यतिको सम्भव होला र सायदै नहोला। अनौठो लाग्दो बाटो, साह्रै चिल्लो, पैदल हिँड्दा पनि मैलो लाग्छ कि भन्ने बाटो छ यहाँनिर। कति सुन्दर बाटो, कति सुन्दर। एकतर्फी बाटो, जाने एकतर्फी, आउने एकतर्फी। साह्रै राम्रो बाटो छ यहाँनिर। यो चाहिँ अन्डरग्राउन्ड पुल। कति मजाले विकास भएको ठाउँ। यहाँ आएपछि आनन्द लाग्ने। नेपाल सम्झ्यो, आफ्नो देश सम्झ्यो, खासै छैन, खासै विकासै छैन। यतिको चाहिँ हुनुपर्छ नेपालमा, विकास यतिको हुनुपर्छ। यतिको भयो भने बल्ल राम्रो भइदिन्थ्यो। आजको हाम्रो यात्रा दमाम सिकोसम्म हो। सिको आइपुगेका छौँ। यो चाहिँ नेपाली गार्डन भन्छ यसलाई चाहिँ होइन। अब यहाँदेखि हामी सिको महल जानेछौँ। यो चाहिँ नेपाली गार्डन हो। यहाँ सबै नेपाली शुक्रबार प्रायः यहाँ भेट हुन्छ। यहाँ हाम्रो सबै नेपाली दाजुभाइको मोबाइल पसलहरू छ। राम्रो एकदम रेस्टुरेन्टहरू खानको लागि होइन, खाने पिउने सबै पाउने ठाउँ चाहिँ एकदम एकदम यो एरिया चाहिँ सबै नेपाली दाजुभाइहरूको होटल पसल सबै प्रायः किनमेल हाम्रो यहीँ हुन्छ विदेशीहरूको। यहाँ चाहिँ यति ख्याल गर्नुपर्छ हामीले, यहाँ अनुमति बिना भिडियो खिच्नु बनाइन्छ। र पनि मैले लुकेर भिडियो खिचिरहेको बनाइरहेको छु। भिडियोहरू अलिक पर्मिसन बिना चाहिँ चाहिँदैन। सक्यो किनेर काजु बदामहरू। पानी जहाज त बाहिर पुग्छ कि हो। पानी जहाजमा चक्का जोडेर त हो नि, कति चिसो नि। हेलो साथी हो, आज चाहिँ हामी समुद्रमा पौडी खेल्नु आएको हो यहाँनिर। हट तानी तान्दैन ठुलो छालको आएर। ल है तयारीमा छ नि। अब कहाँ हिँडेको होला यो। गयो माछा मार्नु गएको यिनीहरू यहाँनिर। चिल्लो बाटो देखेको छ होइन, कति चिल्लो बाटो छ। हाम्रो नेपालमा पनि यस्तो चिल्लो बाटो भइदिएको भए सरर आहा कति मजा आउँथ्यो है। कहिले हुन्छ हाम्रो चिल्लो बाटो हुन्छ त्यही सम्भव छ। ओके गाइस, ल हेर्नुहोस् काग। यो देशमा आएर पनि काग देखियो आज। यो चाहिँ काग है दुईवटा। कहाँबाट आइपुगेछ, पछ्याउँदै नेपालदेखि नै आयो क्या हो यहाँ त। आज चाहिँ हामी एकदम राम्रो दमामको पार्क, समुद्र पार्कमा आएका छौँ। यहाँ चाहिँ हामी एउटा भिडियो बनाउँछौँ, टिकटक भिडियो बनाउँछौँ होइन।
यहाँसँगले भयो भिडियो बनाइसक्यो कि हौ मुदिरहरूले कति राम्रो कति चिसो हावा हेर बहुत साथीहरूको हाम्रो साथीहरू यहाँ चाहिँ पुरा टिकटक भिडियो पोजमा जाँदैछ पुरै एकदम होइन पौडी खेल्न जानुपर्छ कि अब परसम्म त आज हामी यो समुद्रमा यो यहाँ आएको चाहिँ लगभग 5 महिना पछाडि यो समुद्र साइडमा आउँदैछौँ रमाइलो बनाएको टोलीहरू यता पछाडि यहाँ गयो टोलीहरू यहाँ पार्कमा छौँ